So hello guys, welcome back to my channel. It's me Vanuel. I'm Mr. Solita. फेरि पनि welcome back छ मेरो च्यानलमा। आज चाहिँ हाम्रो चर्चमा क्विज कन्टेस्ट छ। सो अहिले चाहिँ दर्ता काटेर बसिरहेको छु म यहाँ। अनि आज के कस्तो हुन्छ सबै कुरा म तपाईलाई देखाउँछु। लास्ट समय हेर्नु होला। मात्रै हो। ए हो। अरु कुन चाहिँ आउँदै हुन्छ कि? हैन दुईटा एकजना चाहिँ आउनु हुँदैछ र अरु लागि लिएर आउनु हुँदैछ। त्यही त अरु दुईजना चाहिँ यहाँ बस्दै गर्नु न आएर भने यहाँ बस्दै गर्दा हुन्छ के हुँदैन अब आउनु तपाईँ बस्दै गर्दा के हुँदैन आउनु त्यति के हो पार्टिसिपेटको लागि हो नि त दुईटा पार्टिसिपेट है यहाँ आउनुहोस् ल ग्रुप लिडर टिमबाट एकजना आउनुहोस् है तपाईले छानिएको नम्बरको प्रश्नको उत्तर मिलाउनु भयो भने 10 नम्बर पाउनुहुन्छ तर पास भएको उत्तर मिलाउनु भयो चाहिँ 5 नम्बर मात्रै पाउनुहुन्छ जस्तै यो ग्रुपले 1 नम्बर छान्नु भयो उहाँले क्वेशनको उत्तर मिलाउनु भयो 10 नम्बर पाउनु भयो तर उहाँले क्वेशनको उत्तर मिलाउनु भएन उहाँले मिलाउनु भयो चाहिँ कति नम्बर 66 ल उहाँले चाहिँ 66 नम्बरको प्रश्नलाई छान्नु भएको छ म 66 नम्बरको प्रश्नलाई पढ्ने छु यसमा अगाडि एउटा 6 थप्यो भने त डेन्जर हुन्छ तर प्रश्न चाहिँ सजिलो रहेछ अब त्यसैगरी ग्रुप बी लाई यो नम्बर छान्ने पालो 17 एकदमै सजिलो छ एकदमै तपाईले सिरियली भन्नै पर्दैन जसरी भने पनि 7 वटा मण्डली पुराउनु भयो भने हुन्छ र त्यसै गरिकन अब प्रश्न छान्ने पालो सी को 7 लकी 7 नम्बर को प्रश्न एकदमै सजिलो छ तपाईले हेर्नु भएको थिएन क्वेशन है सजिलो छान्नु पर्यो सोधेको मैले त्यसै गरिकन प्रश्न छान्ने पालो डी को 4 सबैले हेरेको थिए के हो मेरो क्वेशन आदिमा परमेश्वरले के र पृथ्वी सिर्जनु भयो भाइ जानुस् प्रश्न छान्ने पालो ए बी सी डी ई को 12 परमेश्वरले मानिसलाई पास भन्न पनि सक्नुहुन्छ आएन भने परमेश्वरले मानिसलाई केमा सृष्टि गर्नुभयो 15 सेकेन्डमा तपाईहरुलाई पास भन्न पनि सक्नुहुन्छ आएन भने तपाईहरुलाई आफ्नै स्वरूपमा ताली बजाइदिनुहोस् उत्पत्ति 1 को 27 पद अनुसार परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि प्रश्न छान्ने पालो तपाईहरु 18 नम्बरको प्रश्न यस प्रकार रहेको छ 7 वटा सुनका समाधानहरुका माझमा यूहन्नाले को जस्तैलाई देखे 1 अध्यायको 13 पदमा यो कुरा पाउनुहुन्छ तपाईहरुकै पालो प्रश्न छान्ने 8 महान ईश्वर विचार सुकाम तपाईको भजन सजिलो छ भन्नु खोजेको प्रश्न सुन्नुहोस् पानीलाई 2 भाग गरेपछि पानीमाथिको भागलाई के भनियो अध्यायको शीर्षक के दिएको छ सृष्टिको वर्णन ताली बजाइदिनुहोस् 10 नम्बर प्राप्त गर्नुभएको छ त्यसै गरिकन पहिलो राउन्ड सक्यो फेरि हामी यहीँबाट सुरु गर्छौं यस्तै तपाईहरुकै पालो छान्ने 2 उत्पत्ति 1 अध्यायको 1 मा रहेको प्रथम शब्द आदिमा कुन भाषाको बेरिसिया शब्दबाट अनुवाद गरिएको हो हिब्रू भाषा
ताली बजाइदिनुहोस्। परमेश्वरको प्रकाश 1 को 8 पद अनुसार है। अब प्रश्न भन्ने पालो तपाईहरुको। उहाँले 5 मात्रै पाउनु भयो। हजुर तपाईको सी हो। 20 नम्बरको प्रश्न उहाँले छान्नुभयो। 20 नम्बरको प्रश्न यस प्रकार रहेको छ। अलिकति अरूले बनाएको प्रश्न पढ्नु पनि धेरै जानेको हुनु पर्दैछ, हामी नपढेकोलाई अलिक गाह्रो हुन्छ। कैन र हाबिल मध्ये जेठा कान्छो को थिए? मतलब कैन र हाबिल जेठो कान्छो को थियो? छुटाउनुहोस्। कैन र हाबिलमा जेठो को थियो र कान्छो को थियो? हजुर भन्नु। कैन जेठो हाबिल। ताली बजाइदिनुहोस्। दुई नम्बर बस्नुहोस्। 2 नम्बर कहिले पाउनुभयो तपाईँ? बस्नु के हो? स्वर्ण 3 नम्बर सेनिका 4 नम्बर 4 नम्बर कसले पाउनुभयो? 4 नम्बर कसले पाउनुभयो? बाबु 4 नम्बर हो 6 4 हो। तिम्रो नाम के हो? अन्तरा स्कुलमा पढौँ भनेको ठिक छ त। क्रिस्टिना हजुर अनि 6 नम्बर के हो? पत्रुस विसुनके 7 नम्बर विशाल नगर 8 नम्बर 9 नम्बर बस्नुहोस् तपाईँ आफ्नो ल। एन्ड्रु तामाङ उहाँको उत्कृष्ट कार्यहरूको निम्ति उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर। तुरही बजाएर उहाँको प्रशंसा गर। बिडा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर। खैजडी र नाचका साथ उहाँको प्रशंसा गर। तालवाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर। झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुन्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। हालेलुया आमेन। हुन्छ र लगत्तै म फेरि अर्को अध्यायबाट भन्नेछु। मत्ती 7 अध्याय 7 अध्यायको 7 देखि 12 सम्म। मत्ती 7 अध्यायको 7 अध्याय उगाडिनेछ। 2 किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढकाउँछ त्यसको निम्ति ढोका उगाडिनेछ। 9 तिमीहरूमध्ये कुन मानिस होला कि जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? 10 कि माछा माग्दा त्यसलाई साप देला? 11 यसकारण तिमीहरू दुष्ट भएर आफ्नो छोराछोरीलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई अझ कति बढी गरेर असल चिज दिनुहुनेछ। 12 मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनकि यही नै अगमवक्ता र शिक्षाको सारांश हो। आमेन। हुन्छ। यसै गरी म याकुब 5 को 7 देखि 20 पद भन्न गइरहेको छु। अनि यसमा चाहिँ 2टा पार्टमा डिभाइड भएको छ। अनि सुरुको पार्ट चाहिँ रहेको छ 7 देखि 12 पद। यसको शीर्षकमा रहेको छ कष्टहरूमा धैर्य। 7 यसकारण भाइयो प्रभुको आगमन नआउन्जेल धैर्य धारण गर। हेर भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अघिल्लो र पछिल्लो वर्ष नआउन्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। 8 तिमीहरू पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराव, किनकि प्रभुको आगमन नजिकै छ।
9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्र त तिमीहरू दोषी ठहरिनेछ। र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, परमेश्वरले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। 16 पद यसकारण तिमीहरूले एकले अर्कासँग आफ्नो पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। 17 पद एलिया पनि त हामी जस्तै स्वभाव भएका मानिस थिए। तिनले प्रभुको घरमा म सदा सर्वदा बास बस्नेछु। भजन सङ्ग्रह 150 को 1 देखि छ। 1 हालेलुया, परमप्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर। 2 उहाँको शक्तिशाली कार्य